हेलो नमस्ते गुड मर्निङ सबैजनालाई निर्माया वाइबा युट्युब च्यानलमा सम्पूर्ण नमस्ते। ल मलाई आज लिटर दुध हालिदिएर त धेरै लङ टाइम हुन्छ क्या। ल दुध दिन गए तिर्सुली दुध डेरीमा एकदम फ्रेस दुध पाउँछ है। भैँसीको लागि तिर्सुल दुध डेरीमा चाहिँ एकदम राउ र स्पेसल भैँसीको दुध पाउँछ, गाईको लागि पाउँछ होइन। दुध एकदम ताजा ताजा यहाँ त बिहान ल्याएको बिहानै लगेर खानु पाउँछ, बेलुका ल्याएको बेलुकै लगेर खानु पाउँछ होइन। एकदम फ्रेस। ल हेर्नु होला दुध डेरी चाहिँ हाम्रो यहाँ है। ल छिटो गर्नु है, छिटो गर्नु। यहाँ घिउ लगाइनी छ, पनिर लगाइनी छ, अब के हो मकैको च्याख्ला पनि पाउँछ है। यहाँ त नुनदेखि सुनसम्म पाउँछ भने चाहिँ ए टु जेड जम्मै हो क्या। काहीँ पनि दुःख पाउनु पर्दैन हजुरहरूले सबैजना। यहाँ तिर्सुल दुध डेरी सन्चै हुन्छ है। यहाँ जालपादेवी उहाँलाई मैले पैसा पनि दिनु है। अब टक्क लगाएर चाहिँ दुध बोकेर जाने। झोलामा दुध हाल्नु लाग्यो त मिल्दैन त। ल मैले फिर्ता पनि लिइसकेँ, उहाँले झोलामा दुध हालिदिनुहुन्छ, पैसा पनि यहीँ हाल्छु। ल म गएँ है त, अब चिया पकाएर खानुपर्छ नि। मेरो माया भ्लगमा चाहिँ आज दुध डेरीमा दुध दिन आइरहेको आउँछ है। सबैजनाले सेयर गर्नु होला र। यो चाहिँ देवीघाट बजार है पारिपट्टि। यो चाहिँ विद्युत नगरपालिका 5 होला होइन। म चाहिँ 3 मा हो। यो पुल तरेर जानुपर्छ म चाहिँ छिटो छिटो गरेर होइन। भिड छ हो, भिड छ पुलमा। ल हेर्नु त सबैजना एकैचोटि पर्नु भएको छ कि त्यही भएर। ल आज चाहिँ निर्माया वाइबाको भ्लगमा चाहिँ दुध लिन गए, दुध लिन गए। एकदम ताजा ताजा फ्रेस दुध। कस्तो राम्रो घाम लागिरहेछ ल हेर्नु त तिर्सुली खोलामा। जाडो जाडो पनि छ है। यता पछाडिको व्याकरण चाहिँ यस्तो छ है। यो चाहिँ तलतिर बग्दै आइरहेछ होइन। यताबाट चाहिँ तलतिर बगेर जाँदैछ तिर्सुली खोला। तिर्सुली खोला बाढी आयो होला, बगाइ ल्यायो बेगार त्यस्तै। ल गुड मर्निङ सर, गुड मर्निङ गुड मर्निङ। दुध लिएर आएको है म त। ल हाम्रो सर पनि दुध लिन जानुभयो होला। ल राम्रोसँग जानुहोस् न भइहाल्छ ल। हजुर ल म पनि यहाँ दुध लिएर आइसकेँ होइन। पुलमा चाहिँ अलिकति गाह्रै हुन्छ, स्वास्थ हुन्छ, त्यही भएर अलिक गाह्रै हुन्छ मलाई। आउँदाखेरि चाहिँ अलिक उकालो पर्छ, त्यही भएर अलिक स्वास्थ हुन्छ। ल भिडियोलाई यहीँ नै इन गर्छु। सबैजनाले निर्माया वाइबा युट्युब च्यानल गएर सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। बाई बाई, गुड मर्निङ।